पूत कुपूत सुने हैं लेकिन सुने न माता कुमाता कोही। पुत्र त कुपुत्र हामीले सुनेकै छौं, तर माता कुमाता हुन्छन् भनेर हामीले कहिल्यै सुनेनौं। यानी कि आमा बाबुलाई सधैँ नै भगवानको दर्जामा राखिन्छ। अनुराग डोभाल UK07 राइटर पनि भनिन्छ, उहाँलाई बाबु भैया पनि भनिन्छ। आज सोशल मिडियामा जताततै अनुराग डोभालकै चर्चा छ। हिजो मात्र उहाँले लाइभ एक्सिडेन्ट गरेर सुसाइड गर्ने कोसिस गर्नुभयो र आज हस्पिटलमा पछाडिको हिपको दुईटै भागहरू भाँचिएको छ, काम गरिरहेको छैन। हस्पिटलमा लासार ब्यासार भएर आइसियुमा एडमिट हुनुहुन्छ। र अचम्मको कुरो उनका माता पिता भाइ कोही पनि भेट्न आएनन्। बुढी पनि भेट्न, उनको श्रीमती पनि भेट्न आएको थिएनन्। अहिले आज बल्ल बुढी पनि आयो भनेर सुने, मैले देखे त्यहाँ युट्युब फेसबुक इन्स्टाग्राम जताततै अनुराग डोभालकै भिडियो चलिरहेछ। पुरा सोशल मिडिया अनुराग डोभालको चर्चामा, उहाँको भिडियोमा भरिएको छ। हैन, कस्तो माता पिता हो यो कलियुगमा त। माता पनि कुमाता र बाउ पनि कुपिता हुँदा रहेछन् है। ल हेर्नुस्, माने कि अब यो फ्यामिली म्याटरमा अब कसको गल्ती छ कसको छैन त्यो त अब हामी जनताहरूले त्यति डाइरेक्टली थाहा पाउन गाह्रो छ। तर अनुराग डोभालले भने अनुसार चाहिँ धेरै गल्तीहरू चाहिँ माता पिताको र उसको भाइको देखिरहेको छ। कस्तो भाइ हो यो कलियुगमा? भाइ नै भाइको सबसे बडा दुश्मन हुन्छ भन्ने कुरा प्रुभ गरेको छ। अरे बाबा, अनुराग डोभालको गल्ती भए पनि, केही गल्ती गरे पनि माता पिता कसरी यस्तो निष्ठुर हुन सक्छन् हो? सुसाइड गरेर मर्ने हालतमा पुगिसक्यो तर भेट्न आएका छैनन्। उल्टै पेपरमा बाउले अनुराग डोभाललाई, आफ्नो छोरालाई मैले आफ्नो लाइफबाट बेदखल गरिदिए, आफ्नो जायदादबाट बेदखल गरिदिए भनेर पेपरमा न्युज छापेको छ। कस्तो बाउ हो? हैन, आत्मा कापेन होला त्यो बाउको, त्यो आमाको? अनुराग डोभालको एक्सिडेन्ट भयो भन्ने सुन्दा पटक उले सुसाइड गर्ने कोसिस गरेको रहेछ अनुराग डोभालले, तर ऊ पटक फेल भयो। लास्टमा उसले लाइभ एक्सिडेन्ट गर्यो। अब कोहीले यसो पनि भनिराखेका छन् कि भ्युजको लागि ह्यान त्यान। अरे भ्युजको लागि सुसाइड कसले गर्छ हो? अहिलेसम्म कसैले सुन्नु भएको छ भ्युजको लागि मरेर जाने भन्ने? कोही मर्छ, मरेपछि त वापस आउँदैन नि। लाइभ एक्सिडेन्ट सुसाइड गरेका छन् जुन अनुराग डोभालले, 07 UK राइडरले। यो त कुनै भ्युजको लागि होइन र झुट पनि होइन, यो साँचो हो। ऊ मर्नै खोजेको थियो, तर भगवानले भन्छन् नि, जाको राखे साइया मार सकेन कोही। हैन, आफूले पनि आफ्नो जान लिन सकिन्न जबसम्म उपरवालाको मर्जी हुँदैन। पटक सुसाइड गर्ने कोसिस गरे तर मर्न सकेनन् उनी, भगवानले बचाए पटक। यसको मतलब अनुराग डोभालले पनि सम्झिनुपर्छ कि भगवानले उहाँलाई जिउ, तिमी बाँच, हिम्मत नहार भनेर भनिराख्नु भएको छ। बी स्ट्रोङ भनिराख्नु भएको छ। भगवानले तिमीलाई मार्गदर्शन दिइराख्नु भएको छ। यो इन्डिकेसन भगवानले दिइराख्नु भएको छ। बी स्ट्रोङ, तिमी बाँच, तिमी मर्ने होइन भनेर संकेत दिइराख्नु भएको छ भगवानले अनुराग डोभाललाई। यो कुरा अनुराग डोभालले पनि सम्झिन जरुरी छ, किनकि उसले यति पटक सुसाइड गरिसक्यो उसले आफ्नो भने अनुसार, र पटक ऊ बाँच्यो। जसलाई भगवानले रक्षा गर्नुहुन्छ उसलाई कसैले मार्न सक्दैन। हामी आफैले पनि आफ्नो ज्यान लिएर आफूलाई मार्न सकिँदो रहेनछ भन्ने कुरा यो अनुरागको स्टोरीबाट चाहिँ थाहा हुन्छ। तर अचम्मको कुरो होइन, माता पिता जस्तो छोरा जस्तो कुपुत्र भए पनि कुपुत्री भए पनि एउटा माता पिताको मन कसरी मान्न सक्यो हो? बाफरे, उसलाई भेट्नसम्म आएनन् दुईटै माता पिता। अनि भाइ, यो कलियुगमा भाइ नै भाइको सबभन्दा ठुलो दुश्मन हुँदो रहेछ। हाम्रो सोसाइटीमा वरिपरि हामी हेर्न सक्छौं, भाइ नै भाइ हरेक घरमा। मेरो घरमा, तपाईको घरमा, सबैको घरमा भाइले एउटा दुईटा छोडेर है, कोही छोडेर सबै त्यस्ता हुन्छन्। हजारमा 2-3 जना मात्रै अलि गतिला हुन्छन्, र प्राय जसो सबै भाइको दुश्मन। भाइको उन्नति भएको हेर्न नसक्ने, भाइले गरेर खाएको हेर्न नसक्ने कस्तो जमाना आयो कि भगवान। तपाईहरुको के भनाइ छ अनुराग डोभालको सुसाइड एटेम्प्ट प्रतिको विचार कमेन्ट बक्समा अवश्य लेख्नु होला। मलाई त लाग्छ उसले सुसाइड गर्न नहुने हो। उसँग धन दौलत पैसाको केही कमी थिएन, माना कि उसको भाइले मातापिताले हडपे होलान् उनको धन सम्पत्ति, तर पनि उसँग एउटा स्ट्रङ ठुलो ह्युज जनता थिए, सब्स्क्राइबरहरु थिए। उसले फेरिबाट स्टार्ट गर्न सक्थ्यो, फेरि कमाउन सक्थ्यो। थुप्रै गाडी बंगला सबै
कुराहरू गुमाए भनेको छ उसले, तर उसले फेरिबाट स्टार्ट गरेर फेरि कमाउन सक्थ्यो धन दौलत, तर ज्यान गुमाएर ज्यान फेरि वापस आउन सक्दैन। अनुराग डोभाललाई एकदम स्ट्रङ भएर बस्नुपर्ने थियो। बिग्रेका कुराहरू बनाउन सक्थ्यो भने सक्थ्यो, नसकेको भए त्यो त्यसकै हालमा छोडिन पर्नु थियो र आफ्नो जीवनलाई अगाडि बढाउनु पर्ने थियो। स्ट्रङ भएर बस्नु पर्ने थियो। यसरी सुसाइड चाहिँ गर्न नहुने हो। कसैले पनि सुसाइड गर्नु हुँदैन हैन। सुसाइड गरेर हाम्रो प्रब्लमहरूबाट पिछा छुट्छ भन्ने गलतफहमीमा नरहु। कोही पनि मरेपछि कति दुःख हुन्छ, भूत पिचास अनेक थरीको आत्मा बनेर भट्किराख्नुपर्छ, जन्मसम्म मुक्ति मिल्दैन। सुसाइड कुनै सल्युसन होइन। जिन्दगीमा एकपल्ट, हरेक मनुष्यको जिन्दगीमा एकपल्ट नै किन नहोस् सुसाइड गर्ने थट हरेक मनुष्यको मनमा आउँछ। र सायद हरेक मान्छेले, प्रत्येक व्यक्तिले जिन्दगीमा एक न एकपटक सुसाइड गर्ने कोसिस पनि गरेको हुन्छ। कोसिस नगरे पनि उसको मनमा सोच चाहिँ आएको हुन्छ। यो तपाईको पनि आयो होला कुनै न कुनै बेला। किनकि जिन्दगी सधैँ एक नासको चलिरहेको हुँदैन। जिन्दगी सधैँ एक नासको सुख खुसीले चलिराखेको हुँदैन। त्यस्तो पोइन्ट, त्यस्तो मोमेन्ट पनि आउँछ कि मान्छे फ्रस्ट्रेट हुन्छ, डिप्रेस हुन्छ, केही समयको लागि मात्रै भए पनि। प्रत्येक व्यक्तिको जीवनमा त्यो क्षण एक न एक दिन आउँछ कि उसलाई सुसाइड गर्न मन लाग्छ। मेरो पनि आयो होला, तपाईको पनि आयो होला, प्रत्येकपल्ट आउँछ। त्यति बेला हामीलाई स्ट्रङ भएर बस्नुपर्छ। जो स्ट्रङ भएर बस्यो, जसले आफूलाई सम्झाउन सक्यो, कन्भिन्स गर्न सक्यो, त्यो यस्ता सुसाइड जस्ता प्रब्लमहरूबाट ऊ ओभरकम हुन्छ र उसले यो संसार जित्छ। प्रत्येक मानिसको जीवनमा यो मोमेन्ट आउँछ, तर त्यति बेला हामी स्ट्रङ भएर बस्नुपर्ने हुन्छ। सो अनुराग डोभालको लागि म भगवानसँग प्रार्थना गर्छु, उसको सुस्वास्थ्य लाभको लागि चाँडै निको होस्, चाँडै राम्रो होस्, फेरिबाट उसको जिन्दगीमा सुख शान्तिहरू आओस्, खुबसुरत होस् उसको जिन्दगी। यही प्रार्थना गर्दछु भगवानसँग। र म उहाँसँग कन्ट्याक्ट गर्ने पनि कोसिस गर्छु, हेरौँ हुन्छ कि हुँदैन है। भयो भने कुरा गर्छु, सम्झाउँछु उहाँलाई, यो सही होइन, सम्झाउने कोसिस गर्छु। तर साँच्चै आमा बाउ पनि यो कलिगमा आमा बाउ जस्ता हुँदा रहेनछन् भन्ने कुरा चाहिँ अनुराग डोभालको आमा बाउले प्रुभ गरिदिए। माता पनि कुमाता हुँदा रहेछन्, पिता पनि कुपिता हुँदा रहेछन् यो कलियुगमा भन्ने कुरा यो प्रुभ गर्दै। सबै बाउमा सही हुन्छन्, राम्रा हुन्छन्, राइट हुन्छन् भन्ने जरुरी छैन। यो कलियुगमा जे पनि हुन सक्छ। बी स्ट्रङ, बी सेफ। जय श्री राम।